एक्सेलमा नम्बरलाई शब्दमा रूपान्तरण गर्नुपर्ने काम कतिपटक गर्नुभएको छ? मलाई त सम्झिँदा मात्र पनि थकाइ लाग्छ, होइन र? खास गरी इन्भोइस, चेक वा कुनै वित्तीय रिपोर्ट बनाउँदा बारम्बार नम्बर टाइप गरेर शब्दमा लेख्नुपर्ने झन्झट। हो नि, त्यस्तो बेला त गल्ती पनि सजिलै हुन्छ अनि समय पनि कतिखेर बितिसक्छ थाहा नै हुँदैन। अब सोच्नुस् त, यदि तपाईँले एकैचोटि एकै सेकेन्डमा नम्बरलाई शब्दमा रूपान्तरण गर्न सक्ने फर्मुला पाउनुभयो भने, त्यो पनि एक्सेलभित्रै। यस्तो सजिलो तरिका छ त? मैले त सधैँ म्यानुअली लेख्थेँ 5200 भनेर। छ नि, एक्सेलमा एउटा सानो सेटअप गरेपछि तपाईँले जुनसुकै नम्बरलाई शब्दमा रूपान्तरण गर्न सक्नुहुन्छ। सुरुमा डेभलपर ट्याब एक्टिभ गर्नुपर्छ। एक्सेल खोलेर हेर्नुस्, माथि रिबनमा डेभलपर देखिन्छ भने तपाईँ तयार हुनुहुन्छ। अनि नदेखि के गर्ने? सजिलो छ। फाइलमा जानुस्, अप्सन्समा क्लिक गर्नुस्, त्यसपछि कस्टमाइज रिबनमा जानुहोस्। दायाँपट्टि डेभलपर भन्ने बक्स छ, त्यसमा टिक गर्नुस्, ओके थिच्नुस् अनि डेभलपर ट्याब देखिन्छ। डेभलपर ट्याब आयो भने अब के गर्ने? अब डेभलपर ट्याबमा क्लिक गर्नुस्, त्यहाँ भिजुअल बेसिक भन्ने बटन छ, त्यसमा क्लिक गर्नुस्। नयाँ सानो झ्याल खुल्छ, त्यो हो भिजुअल बेसिक एडिटर। अलि डरलाग्दो देखिन्छ है, तर के गर्नुपर्छ? डराउनु पर्दैन। एडिटरमा माथि इन्सर्ट भन्ने मेन्युमा जानुस् अनि मोड्युलमा क्लिक गर्नुस्। खाली सेतो पेज खुल्छ, त्यही हाम्रो कोड टास्नुपर्छ। कोड कहाँबाट ल्याउने? त्यो कोड त प्राय युट्युब भिडियोको डिस्क्रिप्सनमा दिइन्छ, त्यहाँबाट पुरै कोड कपी गर्नुस् अनि एडिटरमा टास्नुस्। त्यसपछि Ctrl+S थिचेर सेभ गर्नुस् अनि एडिटर बन्द गर्नुस्। अनि एक्सेलमा फर्किएपछि? अब सबैभन्दा महत्त्वपूर्ण कुरा, फाइल सेभ गर्दा एक्सेल म्याक्रो इनेबल्ड वर्कबुक XLSM-मा सेभ गर्नुपर्छ। यदि साधारण XLSX-मा सेभ गर्नुभयो भने हाम्रो कोड हराउँछ। ओहो, त्यो त थाहै नै थिएन। म्याक्रो एनेबल्ड वर्कबुकमा सेभ गरेपछि मात्र काम गर्छ? हो, त्यसपछि स्प्रेडसिटमा फर्किनुस्। जुन सेलमा नम्बरलाई शब्दमा देखाउन चाहनुहुन्छ त्यहाँ इक्वल टु नम्बर टु वर्ड्स टाइप गर्नुस्। भित्र चाहिएको नम्बर भएको सेलको नाम राख्नुस्, जस्तै इक्वल टु नम्बर टु वर्ड्स A2 अनि एन्टर थिच्नुस्। अनि तुरन्तै नम्बर शब्दमा देखिन्छ? हो, जस्तै 15 लेखिएको छ भने 15 ओन्ली भनेर आउँछ। अनि अरू नम्बरका लागि त्यो सेलको कुनामा सानो चौकोर बक्स हुन्छ, त्यसलाई तलसम्म तान्नुस्। सबै नम्बर एकैचोटि शब्दमा रूपान्तरण हुन्छन्। यो त साँच्चै जादु जस्तै भयो। डेसिमल, लाख, करोड सबैमा काम गर्छ? गर्छ। डेसिमल नम्बर, लाख, करोड सबैलाई शब्दमा रूपान्तरण गर्छ। अब इन्भोइस, चेक वा रिपोर्ट बनाउँदा समय पनि बचत हुन्छ, गल्ती पनि हुँदैन। एक्सेलको यो फिचर त धेरैलाई थाहा छैन होला। यस्तो सानो सेटअपले कति सजिलो बनाइदिन्छ काम। हो नि, एकपटक सेटअप गरेपछि सधैँका लागि काम लाग्छ। अबदेखि नम्बरलाई शब्दमा रूपान्तरण गर्न घण्टौं समय खर्च गर्नु पर्दैन। एकचोटि फर्मुला बनायो भने फेरि टाइप गर्नै पर्दैन। अनि म्याक्रो एनेबल्ड वर्कबुकमा सेभ गर्न नबिर्सनु है। हो, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अनि यदि कतै अड्किनु भयो भने एक्सेलको हेल्पमा हेर्न सक्नुहुन्छ वा युट्युबमा भिडियो हेर्न सक्नुहुन्छ। अब त एक्सेलमा नम्बरलाई शब्दमा रूपान्तरण गर्न डर लाग्दैन। साथीभाइलाई पनि सिकाउनु पर्यो। पक्कै, सानो प्रयासले ठूलो सजिलो। एक्सेलको यो ट्रिकले तपाईँको समय, श्रम अनि गल्ती सबै बचाउँछ। आजको कुरा सुनेर त एक्सेल अझै मन पर्यो। धन्यवाद। तपाईलाई पनि धन्यवाद। एक्सेलको यस्तो उपयोगी कुरा अरूलाई पनि सुनाउन नबिर्सनुहोला। पक्का, एक्सेल प्रयोग अझै रमाइलो बनाउनेछ।